मैले क्यामेरा स्टार्ट चाहिँ गरिसकेँ। हेरौँ रेकर्ड भइरहेछ कि छैन माइकबाट चाहिँ। माइक्रोफोन कनेक्टेड भइसक्यो। अहिले चाहिँ हामी बिहानै आज अब 8 साढे 8 भइसक्यो, तर हाम्रो गाडी हिँडिसकेको छ। एउटा हस्पिटलमा हामीले ब्रान्डिङ गर्नुपर्ने थियो, अनि त्यही ब्रान्डिङको लागि चाहिँ हामी अलि बिहानै निस्किनु पर्यो, किनभने त्यो काम आज दिनभरि नै लाग्छ होला। गाडी निस्किसकेको भएर म पनि अगाडि नै निस्किनु पर्ने भयो। अनि अब लगभग पुगिसक्यो होला गाडी चाहिँ हस्पिटल। मलाई फोन आउनु पर्ने होला अबको केही बेरमा, तर जबसम्म फोन आउँछ म पनि पुगिसक्छु होला, किनकि सर्टकटको बाटो यो गोलफुटारको पछाडिको बाटो युज गर्दैछु मैले। अहिले खासै जाम पनि हुँदैन। अनि बाटो चाहिँ छोडिदियो भने क्या, जम्मा 2 लेनको बाटो छ होइन। अनि त्यसमा नि रोकेर बसिदिन्छ, उताबाट गाडी आउँछ के आउँछ, भ्याउँदैन नि त ऊ। फेरि अब अर्को आयो। हस्पिटलको नाम चाहिँ खासमा KIOCH हो। त्यो चाहिँ कस्तो भन्दाखेरि चिल्ड्रेनको हस्पिटल हो, अनि ग्रान्टहरूले चल्ने खालको हस्पिटल हो कि। मान्छेले पैसा दिएपछि, अनि त्यसको फीहरू पनि जस्तै OPDहरूको फी पनि एकदम कम छ होइन। अलि भनौँ न उपचार गराउनलाई नै सजिलो होस् भनेर बनाइएको हो जस्तो लाग्यो। अनि यो जति पनि हामीले ब्रान्डिङ गर्दैछौँ त्यो अर्को ब्रान्डले यो ठाउँमा यसरी बनाउनुहोस् भनेर आफ्नो इन्भेस्टमेन्ट लगाएको रहेछ क्या। ब्रान्डको अलिकति लोगो पनि छ होला त्यहाँनिर, छ डेफिनेटली। हामीले अस्ति भर्खर चाहिँ बाहिरको हलमा सकेर गएको थियौँ। आज चाहिँ ब्रेस्ट फिडिङ रुम भनेर बनाउनु लाग्छ। अब चिल्ड्रेन हस्पिटलमा त त्यो चाहिन्छ नै होइन। अनि त्यो चाहिँ अलि सुविधा सम्पन्न बनाउन खोजिरहेछन् त्यो एउटा रुमलाई चाहिँ। त्यसको लागि आज अफिसबाट चाँडै निस्किनु पर्यो। के गर्छ, न यता जान दिन्छ न यता जान दिन्छ। फेरि सबको गाडी निकाल्ने टाइम भयो जस्तो लाग्यो बिहान बिहानै। गाडी पनि यत्रो चाहिँ फेरि बाटै छेक्दिने। एउटा रहेन रहेछ, फेरि 2-3वटा गाडी रहेछ। जिम्नी आम्मो, पछाडि अर्को एउटा पनि रहेछ। 3टा गाडी हटाएको छ। ठ्याक्कै अब सबै त्यो चक्रपथहरूको जाम पर्नु पर्दैन क्या यताबाट आउँदाखेरि। मलाई नजिक पनि हुन्छ यही बाटो। यसो हेर्दाखेरि चाहिँ ठ्याक्कै गोलफुटारको न्युरोबाट तल निस्किन्छ यो बाटो। कतिलाई थाहा होला, धेरैले युज पनि गरिराख्नु भयो होला यो बाटो चाहिँ। यहाँबाट राइट जानुपर्छ हामी। राइट गएर फर्स्ट लेफ्ट जानुपर्छ। त्यो गाडी निस्किरहेकोतिर जानुपर्ने छ हामीलाई।
KIOCH यतातिर भन्दैछ, त्यतैतिर जानुपर्ने हो हामी। झन्डै चरा ठोकेर बाइकमा। दुईवटा बाटो छ, एउटा बाटोबाट चाहिँ त्यो पछाडिको गेटबाट जानुपर्छ, त्यो अलि अप्ठ्यारो छ होइन। यतैबाट जानु पर्ला सुरु, अगाडि जहाँबाट पर्छ त्यहाँबाट हुँदै। यहाँबाट माथि जानुपर्छ हामी। माथि गएर सिधै जाने अनि हस्पिटल आइपुग्छ। चाहिँ आज हामी के काम गर्छौँ, कस्तो खालको कामहरू हामीलाई आउँछ होइन, जे सुपरभाइजरको काम जस्तो मात्रै हो हेर्नुपर्ने, कसले के गर्छ होइन, कसरी गरिरहेछ, मिलाछ कि छैन, त्यो सबै हेरिदिनु पर्ने हुन्छ हामीले चाहिँ। अनि यो अब यता कोलोनीहरू छ भनेको बुढानीलकण्ठको भनौँ नपुग्दै भित्रभित्र अब कतिवटा कोलोनीहरू छ, मान्छेहरूले प्लटिङ गरेर बेचिरहेको हुन्छ होइन। त्यो सबै छ। हस्पिटल चाहिँ उयो ठ्याक्कै अगाडि भएको। फेरि यो अलि यो बाटो पनि राम्रो भइसकेको छैन कि, अलिक गाह्रो छ बाटो चाहिँ। गाडी आएको छ कि छैन। हाम्रो त्यहाँको दाइले त हिँड्यौँ भनेर अघि मलाई कल गर्नुभएको थियो। सामान झारेको छ कि छैन, बाइक लगाएर एकचोटि हेर्न जानुपर्छ अब। चाहिँ अलि अप्ठ्यारै छ बाइक लगाउनु पनि। त पारिपट्टि गएर लाउनु पर्ला। गिटीमा अलि अब गियरमै छोडिदिउँ अहिले। फोन आए जस्तो छ कसैको। हेलो हेलो हजुर हजुर, म हस्पिटल पुगेँ भर्खरै। हजुर, गाडी आइसकेको छ कि छैन, म त अघि फोन गरेको थिएँ मलाई। यहाँ हस्पिटल ए ल गर्दैछ नि त। जे होस् काट्दै हुनुहुन्छ त्यो साइडको भागहरू, अनि अब बिस्तारै टाल्ने होला। ल ल मार्बल त्यही त भित्रपट्टि, ए त्यो वास बेसिन भएको ठाउँमा। ए ल, बाँकी चाहिँ फोरेक्स टाल्ने सबैतिर। ल कृष्ण दाइले फोन गर्नु आयो। यो चाहिँ फोरेक्स हो खासमा। अनि फोरेक्समा चाहिँ यो डेन्ड्राइट लगाएर अनि यहाँ वालहरूमा सबैमा टाल्नुपर्ने छ। सबैमा टालिसकेपछि बल्ल अनि हामी यो स्टिकर लगाउँछौँ।